हेलो गाइजहरु आज पनि हामी आइसकेको छौँ भ्लगमा मेरो साथमा हुनुहुन्छ व्हाट्सअप माई ब्रो हामीले चाहिँ टक्क मस्टर किनिसकेको छौँ हामीले चाहिँ खाने भनेको जहिले मस्टर हो गाइज यस यस माई ब्रो रमाइलो छ गाइजहरु साकुरा फुलिसकेको छ यहाँनिर हामीले फर्स्ट यो वर्षको फर्स्ट साकुरा हामीले देखिसकेको छौँ गाइज पछाडि देख्न सक्नुहुन्छ अलिअलि मात्र है अलिअलि हैन वाउ बबाल लाका 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 यस बबाल छ हैन गाइजहरु हामी उसै आउँछ त यहाँ आउँदाखेरि हाम्रो मनै छुट्टै हुन्छ के त्यही के रमाइलो गर्ने हो रमाइलो कतै हो यस्तो बबाल रमाइलो हुन्छ हैन अनि किन नआउने वाइ नट रमाइलो हुन्छ त वाइ नट रमाइलो हुन्छ यी खाने हो यहाँ चाहिँ मलाई अहिलेसम्मको मेरो फेभरेट ठाउँ भनेको चाहिँ यही हो हामी जापानमा पहिलोचोटि आएको होइन अनि अहिलेसम्म यही हो फेभरेट यहाँनिर हामी सुरुमा चाहिँ हामीलाई दायाहरूले लिएर आएको यहाँ त्यो दायाहरू आज अब भोलि हुँदै यो महिना सकिनेसम्म चाहिँ दायाहरू सबै आफ्नो गन्तव्यतिर लाग्नुहुन्छ होइन अनि अब हामी चाहिँ अब यहीँ बस्ने हो नि त अझै 1 वर्ष अनि हामीलाई चाहिँ अब त्यो दायाहरूको याद चाहिँ यहीँबाट आउँछ दायाहरूलाई मिस यु भन्दै होइन राम्रोसँग जानु है त्यस्तै त अनि अब रमाइलो त गरियो नि रमाइलो नि गरियो होइन दायाहरू दायाहरूले अब राम्रो नराम्रो सबै राम्रोसँगै सिकाएको थियो होइन बिर्सिने छैन कहिले पनि दायाहरूलाई होइन के छ यस्तै हो अब हामी नि अब दायाहरू हामी फेरि दायाहरू भइसक्यो हामी दायाहरू भइसक्यो अब भाइहरू आउँछन् साथीहरू आउँछ नयाँ मान्छेहरू आउँछ नयाँ मान्छेहरूलाई अब नयाँ ठाउँ घुमाउनु पर्छ त्यही हो लाइफ भनेपछि चाहिँ यस्तै रहेछ होइन के गर्नु त लाइफ साइकल अफ हाम्रो केटाहरू होइन रमाइलो जिउनुपर्छ सुरुमा हामी आउँदाखेरि एउटा दाइले चाहिँ हामीलाई टक्क यहाँनिर लिएर आउनु भएको थियो हामीलाई यहाँनिर अनि यहाँनिर टक्क चाहिँ यो ठाउँ छ यो ठ्याक्कै चौरमा हामी यहाँ बस्यौँ हामी यहाँनिर बस्यौँ अहिले पनि बस्छौँ ल बस हामी यहाँ बस्यौँ होइन अनि त्यसपछि त्यो दाइले हामीलाई चाहिँ बियर खुवाउनु भयो क्या त्यो 9% अनि यो त फर्स्ट टाइम आएको रहेछ अनि फर्स्ट टाइम आएको हामी फर्स्ट टाइम हो अनि फर्स्ट टाइम आएको थियो 9% लिएर आएर दाइहरूले अनि हामीलाई त के थाहा ल भाइ बियर खाने हो अनि हामीले त किन्न खाने खाँदै आइरहेको चिज हो खानुपर्छ कहिले कहिले मजा लिनुपर्छ दाइहरू नयाँ भेटेको छ खाऊँ त भनेर खाइयो होइन त्यसपछि त खाँदै गयो एउटाले पुगेन अर्को खाइयो अर्को खाएपछि त लगायो यहीँ सुतेर देखाइदिएन एकचोटि ढलेको अनि ढलेपछि के गर्नु त दाइहरूले अनि ल भाइले अब फर्स्ट टाइम खाएको यताउति भन्नु भाइहरूलाई टक्क दाइहरूले मायाले राम्रोसँग घरसम्म पुऱ्याएर टक्क सुताएर ल भाइ यहीँ भित्रै बस बाहिरतिर नघुम अहिले झ्याप्छौ भनेर मिठो सम्झाउनु भएको थियो दाइले यस्तो कहानीहरू थियो दाइहरूसँग होइन दाइहरू गइहाल्यो अब हामी दाजुभाइ यहाँ बस्ने खाने त्यही हो अब हाम्रो पालो अनि त्यसपछि हामीलाई एउटा दाइले यहाँ कहानी सुनाउनु भएको थियो होइन यहाँ कहानीमा चाहिँ त्यहाँ पर अहिले तपाईँहरूलाई हामी त्यहीँ गएर देखाउनु त्यो दाइ चाहिँ होइन खप्पिस सेनपाई भएपछि यहाँ के गर्दो रहेछ नि है नाइट टाइम त्यस्तै 9-10 बजीतिर आएको थियो अरे यहाँनिर अनि टक्क 2जना आयो अनि आएको थियो अरे यहाँनिर अनि टक्क अब कहाँ जाने त पर त मान्छेहरू आइरहने नि त यहाँ अब बत्तीहरू बलिरहेको हुन्छ मान्छेहरू घुम्न आइरहेको हुन्छ यतातिर चाहिँ अलि हेर्नु सक्नुहुन्छ यता खासै मान्छेहरू चाहिँ आउँदैन अनि यताखेरि अनि यहाँ आएर 2जना बसिरहेको थियो गफसफ हानेर ल के छ यता हुन्छ नि त अब त्यही अब शान्तिनो गफ भएको थियो अरे अनि बसिरहेको थियो अरे गफ हुँदै गएर अलिक समय पनि अलि छिपिँदै रात पनि छिपिँदै गयो अरे के हो अनि त्यसपछि यहाँ आउँदो रहेछ नि डेटिङ ल कुन चाहिँको हो यो लिपस्टिक समथिङ लिप फन्ड्यो खसेर रहेछ यहीँ छोडिदिउँ होइन अनि त्यसपछि त्यो दाइ आएको थियो अरे अनि त्यसपछि अलि
राम्रो आएन क्या यतापट्टि फर्केर बस्नु पऱ्यो अनि त्यसपछि त्यो दाइ आएको थियो अरे अनि त्यो दाइहरू चाहिँ आएर अनि टक्क के भएछ अरे भन्दाखेरि रातिको 11 समथिङ बजेको थियो अरे अनि दुईजना गफ गर्दै बसिरहेको एक्कासी अनि बच्चारोको आवाज आयो अरे अनि बच्चारोको आवाज आएपछि त अब जसलाई पनि डर लागिहाल्छ यति राति यहाँ न बत्ती हुँदैन होइन अनि त्यसपछि बच्चा रोयो अरे अनि त्यसपछि डर लागेर के अनि घर जाउँ भन्नु थालेँ अनि जाउँ त जाउँ भनेर गएछ अरे अनि घर अलि पर घर नजिक पुगेपछि त अब छुट्टिनु पऱ्यो छुटेर गएको अरे अनि त्यसपछि घर पुगेपछि त अनि त्यो दाइ अनि अर्को कस्तो अनकम्फर्टेबल फिल भयो अरे भएको आएन अरे अनि त्यसपछि घर पुगेछ अरे अनि घर पुगेर अनि टक्क निदाउँछु भन्दाखेरि निदाउनै सकेन अरे अनि के भयो अरे अनि भन्दाखेरि त अनि एक्कासी खाटमा सुतिरहेको मान्छे एक्कासी उमाथि यस्तो उचालेर ब्याङ्गमा पछारेर तपाईँ तल भलिबल त नि हामीले के बधाई भनेको के होइन भाइ त्यहाँ यसो लडेर यताउति भएको भनेर भन्यो अनि त्यसपछि त्यस्तो भन्यो अनि पछि यसो कुरो बुझ्दै जाँदा चाहिँ डरलाग्दो कहानी रहेछ त्यो केटी चाहिँ आत्महत्या गरेर रहेछ क्या अनि त्यो केटी चाहिँ त्यो दाइसँग आएको रहेछ यहाँनिर त्यो दाइलाई थाहा रहन्छ क्या त्यो चाहिँ घोस्ट रहेछ कि लास्टमा त्यो दाइलाई चाहिँ जस्ट इमेजिन मात्र भएको रहेछ क्या खासमा चाहिँ त्यो केटी होइन रहेछ इमेजिन दिमागमा त्यो मतलब कि आक्रमण गरेछ कि दिमागमा आक्रमण गरेछ अनि माइन्ड अट्याक भएर अनि त्यो दाइ चाहिँ इमेजिनमै आएको रहेछ अरे क्या यहाँनिर इमेजिनमै आएर अनि इमेजिनमै त्यो सब कुराहरू गफसफ गरेर अब राति 12 बजे भएपछि त अनि अब त्यो यस्तो भएछ नि सो गाइजहरू तपाईँहरू राति एक नआउनु होला राति अब नआयो सो गाइजहरू यस्तै हो कहानी मिठो थियो है कसैको जीवनमा मेल खान पुगे संयोग मात्र हुनेछ सुनेर सहयोग गरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद यस्तै कहानीको लागि तपाईँहरूले मलाई फलो गरिराख्नुहोस् हस् धन्यवाद आजको लागि म यहीँबाट बिदा हुन चाहन्छु म तपाईँहरूकै प्यारो भाइ साथी दाजु अङ्कल सेन्पाई जे भने पनि म तपाईँहरूको साथमा छु धन्यवाद Thanks for watching. Keep support.